हेलो, स्वागत छ फ्यान्टेसी प्रिमियर लिग विथ चुचसमा फेरि पनि र आज कुरा गर्नेछौँ हामी मेरो गेम विक 10 को पर्फर्मेन्स कस्तो भएको छ मेरो टिमको र मेरो गेम विक 11 मा मेरो टिम कस्तो हुनेछ त्यो पनि हेर्नेछौँ र त्यसको बादमा हामी मेरो चुचुस स्क्वाडको बेस्ट प्रेडिक्टेड 11 टिम कस्तो हुनेछ र गेम विक 10 मा कस्तो पर्फर्म गरेको छ त्यो टिमले त्यो पनि हेर्नेछौँ। सुरु गरौँ मेरो टिमको पर्फर्मेन्सबाट। मेरो टिमले 70 पोइन्ट लिएर आएको थियो, जो चाहिँ एभरेज पोइन्टभन्दा अलिकति माथि छ। एभरेज पोइन्ट 65 पोइन्ट्स थियो। सो सेफ पोइन्ट भनौँ, त्यस्तो राम्रो पनि होइन र त्यस्तो नराम्रो पनि होइन। सो मेरो टोटल पोइन्ट चाहिँ अहिले 595 पुगेको छ र मेरो ओभरअल ऱ्याङ्किङ चाहिँ अराउन्ड 1.6 मिलियनमा छ अहिले। सो नट ब्याड, अब यतिको राम्रै हो। र अब हेरौँ मेरो गेम विक 10 मा मेरो टिमले कस्तो पर्फर्मेन्स दिएको छ। गोलकिपरबाट सुरु गरौँ। पोपले 3 पोइन्ट मात्रै लिएर आएको थियो, क्लिन सिट ल्याउनु सकेन। सो केही छैन, नेक्स्ट गेम विकमा सायद राम्रो खेल्न सक्छ पोपले। मेरो डिफेन्समा टिमले राम्रै पर्फर्म गरेको छ अपार्ट फ्रम गार्डियलले 2 पोइन्ट मात्रै लिएर आएको थियो। जोरिन टिम्बर्सले 6 पोइन्ट ल्याएको थियो र मेरो ग्याब्रियलले फेरि पनि राम्रो पर्फर्मेन्स दिएर 12 पोइन्ट ल्याएको थियो। सो ग्याब्रियलले फेरि पनि यो गेम विक बचायो मेरो 12 पोइन्ट ल्याएर। मेरो मिडफिल्डले त्यस्तो राम्रो पर्फर्मेन्स दिएन। मेरो एजे, ग्याक्पो र सार सबैले 3 पोइन्ट मात्रै ल्यायो र कुनाले 4 पोइन्ट। मेरो फोर्वर्डमा थियागोले 2 पोइन्ट मात्रै ल्यायो। वेलब्याकले 6 पोइन्ट ल्यायो र गोल हालेर। र एज अलवेज ह्याल्यान्ड फेरि पनि 13 पोइन्ट लिएर आएको थियो र मैले क्याप्टेन पनि ह्याल्यान्ड राखेको थियो, त्यही भएर 26 पोइन्ट आएको थियो ह्याल्यान्डको। र त्यही भएर मेरो गेम विक 10 मा 70 पोइन्ट्स अन एन एभरेज पोइन्टभन्दा अलिक बेसी नै आएको छ, थ्याङ्क्स टु ह्याल्यान्डको पर्फर्मेन्स एकदमै राम्रो हुँदैछ यो सिजन। मेरो बेन्चमा डुब्राप्काले 2 पोइन्ट, रोडनले 1 पोइन्ट, सेमेनियोले 2 पोइन्ट र सेनेसेको 3 पोइन्ट। बेन्चमा मेरो डिसिसन राम्रै हो, त्यस्तो फरक परेन किनभने बेन्चमा त्यस्तो पोइन्ट्स आएन। सो मेरो गेम विक 10 मा 70 पोइन्ट्स आएको थियो र गेम विक ऱ्याङ्किङ हेऱ्यो भने 4.5 मिलियन जस्तो एभरेजभन्दा अलिक बेसी नै आएको छ। सो म खुसी नै छु मेरो गेम विक 10 को पोइन्ट्सले। ओभरअलमा हेऱ्यो भने स्मल ग्रिन एरो आएको छ, अपग्रेड भएको छ। त्यस्तो राम्रो, त्यस्तो बेसी अप भएको छैन, तर पनि अब स्मल अमाउन्टले गर्दाखेरि पनि मेरो ऱ्याङ्किङ अलिकति बढेको छ। र मेरो आर्सेनलको डिफेन्स डेभलपले राम्रो काम गर्दैछ र मेरो मिडफिल्डमा चाहिँ अलिकति ल्याक भइरहेछ। मिडफिल्डमा त्यस्तो कन्सिस्टेन्ट पर्फर्मेन्स आएको छैन। सो लेट्स सी मेरो मिडफिल्डमा के चेन्जेस ल्याउनु पर्ने छ या कस्तो पर्फर्मेन्स गर्छ यो आउने दिनमा मेरो टिमले। हेर्दै जाउँ के चेन्जेस ल्याउनु पर्ने छ या के गर्नुपर्ने छ, यसको बारेमा पनि कुरा गर्नेछौँ। यो पालि म सायद मेरो ट्रान्सफर रोल ओभर गर्नु पनि सक्नेछु या लास्ट मोमेन्टमा केही इन्जुरी भइहाल्यो भने म एउटा ट्रान्सफर छ त्यो सायद युज गर्नु पनि सक्नेछु। र एज अफ नाउ आजको दिनमा मेरो प्रेडिक्टेड लाइनअप यस प्रकार छ। मेरो गोलकिपरमा छ न्युक्यासलको पोप, जो चाहिँ खेल्दैछ ब्रेन्टफोर्डसित अवेमा। र मेरो डिफेन्समा छ सेनेसी बर्नमाउथको, जो चाहिँ खेल्दैछ अवे म्याच एस्टन विलासित। त्यसपछि छ आर्सेनलको जोरेन टिम्बर र ग्याब्रियल, जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित अवेमा। सो मेरो मिडफिल्डमा प्लेयर्सहरू यस प्रकार छ। आर्सेनलको एजे, जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित अवेमा। त्यसपछि बर्नमाउथको सेमेनियो, जो चाहिँ खेल्दैछ एस्टन विलासित अवेमा। म्यान्चेस्टर युनाइटेडको कुना, जो चाहिँ खेल्दैछ टटेनह्याम हटस्परसित अवेमा। त्यसपछि छ क्रिस्टल प्यालेसको सार, जो चाहिँ खेल्दैछ ब्राइटन हभ एल्बियनसित होममा। र मेरो फोर्वर्डमा छ थियागो, जो चाहिँ खेल्दैछ न्युक्यासलसित होममा।
त्यसपछि ब्राइटनको वेलब्याक जो चाहिँ खेल्दैछ क्रिस्टल प्यालेससित अवेमा, र त्यसपछि छ म्यान्चेस्टर सिटीको ह्याल्यान्ड जो चाहिँ खेल्दैछ लिभरपुलसित होममा। सो योपालि मैले क्याप्टेन पनि ह्याल्यान्ड नै रहेको छु, जो लिभरपुलसित छ म्याच, टफ फिक्चर छ। स्टिल ह्याल्यान्डको अहिले पर्फर्मेन्स एकदमै राम्रो छ र ह्याल्यान्डको फर्म एकदमै राम्रो छ अहिले। सो होपफुली ह्याल्यान्डले फेरि पनि स्कोर गर्नेछ लिभरपुलको अगेन्स्टमा। सो त्यही भएर मैले क्याप्टेन सेफ खेल्नुको लागि ह्याल्यान्डमाथि नै रहेको छु योपालि। र मेरो बेन्चमा छ डुब्राभका, ग्याक्पो, रोडन र गार्डियल। सो मेरो गेम विक 11को लागि मेरो प्रेडिक्टेड लाइन यस प्रकार छ। र अब हेरौँ मेरो चुचो स्क्वाड जो चाहिँ मेरो प्रेडिक्टेड बेस्ट 11 टिम छ। त्यसले मेरो गेम विक 10मा 66 पोइन्ट्स लिएर आएको थियो। एभरेज पोइन्ट 65 थियो भने जस्ट एभरेज पोइन्टभन्दा 1 पोइन्ट मात्रै बेसी आएको छ। मेरो यो टिमले पर्फर्मेन्स राम्रै गरेको, तर मेरो क्याप्टेन चलेन। मैले क्याप्टेन डिफरेन्सियल राख्ने हुँदा मैले साकामाथि राखेको थिएँ। साकाले त्यस्तो पर्फर्मै गरेन लास्ट विक। सो मेरो टिमले यस प्रकार पर्फर्मेन्स दिएको थियो। डोनारुमाले 2 पोइन्ट ल्याएको थियो र मेरो डिफेन्सले एकदमै राम्रो गरेको, सबैले 6 पोइन्ट ल्याएको थियो। क्यालाफियोरी आर्सेनलको, त्यसपछि जुरियन टिम्बर आर्सेनलको र म्युनच क्रिस्टल प्यालेसको, तिनैजना डिफेन्सले 6 पोइन्ट लिएर आएको थियो। र मेरो मिडफिल्डमा मर्फीले राम्रो पर्फर्मेन्स दियो, मर्फीले 8 पोइन्ट लिएर आएको थियो। त्यसपछि छ एम्ब्रोमो जसले 2 पोइन्ट मात्रै लिएर आयो। एम्ब्रोमोले पर्फर्मेन्स त्यस्तो राम्रो दिएन गेम विक 10मा। सो त्यसको बादमा छ साका आर्सेनलको, जसलाई मैले क्याप्टेन पनि राखेको थियो र 3 पोइन्ट मात्रै लिएर आएको थियो। सो टोटल पोइन्ट्स 6 आएको छ। त्यसको बादमा छ ग्रिलिसले पनि त्यस्तो राम्रो पर्फर्म गरेन र 2 पोइन्ट मात्रै लिएर आएको थियो। र मेरो फरवर्डमा राम्रो पर्फर्मेन्स लिएर आएको थियो वेलब्याकले 6 पोइन्ट, मटेटाले 9 पोइन्ट र ह्याल्यान्डको 13 पोइन्ट थियो। सो मेरो बेन्चमा पनि राम्रै डिसिसन भयो। बेन्चमा मेरो त्यस्तो राम्रो पर्फर्मेन्स आएको थिएन। सो गोलकिपरले रफले 2 पोइन्ट मात्रै लिएर आएको थियो। एन्डर्सको 1 पोइन्ट मात्रै आएको थियो र मोकेलेको पनि 1 पोइन्ट र एचम्पेनको 0 पोइन्ट, जो खेल्नु पनि खेलेन। ओभरअल मेरो टिमले राम्रै पर्फर्म गरेको, एभरेजभन्दा 1 पोइन्ट बेसी ल्याएको छ। त्यो क्याप्टेन्सीमा अलिकति मिस भयो, ह्याल्यान्डमाथि राखेको भए राम्रै हुने थियो पोइन्ट। केही छैन, नेक्स्ट विकमा राम्रो भन्नेछौँ। सो मेरो गेम विक 11को लागि मेरो प्रेडिक्टेड लाइनअप चोचोस 11को यस प्रकार बनाएको छु। मेरो गोलकिपरमा चेल्सीको सान्चेज राखेको छु, जो चाहिँ खेल्दैछ वुल्भ्ससित होममा। क्लिन सिट ल्याउने एकदमै राम्रो चान्सेस छ। त्यसपछि मेरो डिफेन्समा छ आर्सेनलको क्यालाफियोरी, त्यसको बादमा छ जुरियन टिम्बर्स। आर्सेनल खेल्दैछ सन्डरल्यान्डसित अवेमा। सो क्लिन सिट ल्याउने चान्स राम्रो छ योपालि, र एट्याकिङ रिटर्न पनि ल्याउने चान्सेस धेरै नै छ। प्लस मेरो थर्ड डिफेन्डर म्युनस पनि क्रिस्टल प्यालेसको, त्यसको पनि क्लिन सिट र एट्याकिङ रिटर्न्स आउने राम्रो चान्स छ। ब्राइटन हभ एल्बियनसित खेल्दैछ होममा। र मेरो मिडफिल्डमा छ न्युक्यासलको मर्फी, जो चाहिँ खेल्दैछ ब्रेन्टफोर्डसित अवेमा। मर्फीले लास्ट विक राम्रो पर्फर्म गरेको थियो। सो होपफुली योपालि पनि राम्रो गर्नेछ। त्यसपछि छ मेरो चेल्सीको मिडफिल्डर एन्जो फर्नान्डेस, जो चाहिँ खेल्दैछ वुल्भ्ससित होममा। सो एन्जोले पनि राम्रो पोइन्ट्स ल्याउनु सक्नेछ, किनभने कर्नर्स पनि हिर्काउँछ, सेट पिसेसहरू पनि हिर्काउँछ, प्लस एट्याकिङ रिटर्न पनि आउने चान्स धेरै नै छ। त्यसको बाद छ मेरो आर्सेनलको साका, जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित अवेमा। र योपालि पनि साकामा मैले क्याप्टेन्सी राखेको छु। लास्ट विक चलेन मेरो साका क्याप्टेन्सी, सो होपफुली यो विक चल्नेछ। ह्याल्यान्डको अलिकति टफ फिक्चर छ, त्यही भएर मैले साकामा राखेको छु क्याप्टेन योपालि।
र मेरो लास्ट मिडफिल्डमा छ एभर्टनको ग्रिलिस जो चाहिँ खेल्दैछ फुलह्यामसित होम र मेरो फरवर्डमा छ वेस्ट ह्याम युनाइटेडको बोवेन। नेपाली बोवेनले पनि राम्रो पर्फर्मेन्स गर्नु सक्नेछ बर्नलीसित होममा। त्यसपछि छ मेरो मटेटा खेल्दैछ ब्राइटन अफ एल्बियनसित होममा। सो मटेटाले पनि लास्ट विक राम्रो पर्फर्म गरेको थियो, सो फुल्ली यो विक अझै राम्रो गर्नेछ। त्यसपछि छ ह्याल्यान्ड लिभरपुलसित खेल्दैछ होममा। सो ह्याल्यान्डको फर्म एकदमै राम्रो छ, त्यही भएर ह्याल्यान्ड पनि मैले फरवर्डमा राखेको छु। जो मैले क्याप्टेन ह्याल्यान्ड राखेको छैन किनभने लिभरपुलसित म्याच छ, अलिकति टफ फिक्सर छ, त्यही भएर। र मेरो बेन्चमा छ डोनारामा गोलकिपर, त्यसको बाद रायन डियस, मुकेले र एचोङ। ओभरअल ब्यालेन्स टिम छ, होप फिक्सर्स अलिक बेसी छ। सो गेम विक 11मा बेसी पोइन्ट्स ल्याउने पोटेन्सियल राम्रो छ चुज स्क्वाडको। र क्याप्टेन्सी योपालि अलिकति ट्रिकी छ किनभने ह्याल्यान्डको फिक्सर अलिकति डिफिकल्ट छ लिभरपुलसित। सो तपाईँहरूले अरू अप्सन हेर्नु हुँदैछ भने साका छ जो चाहिँ सन्डरल्यान्डसित खेल्दैछ अवेरमा। सो साकाले त्यस्तो पर्फर्म गरेको छैन, सो पनि यो विक राम्रो गर्नु सक्नेछ। सो साका एउटा अप्सन छ। प्लस ह्याल्यान्डको पनि फर्म त राम्रै छ, लिभरपुलसित स्कोर गर्नु सक्नेछ। ह्याल्यान्डमा पनि तपाईँले क्याप्टेन्सी राख्दा हुन्छ। र योपालि बोवेनले पनि राम्रो गर्न सक्नेछ किनभने बर्नलीसित होममा छ। सो बोवेन पनि एउटा क्याप्टेन्सी अप्सन राम्रो छ। त्यसपछि मटेटा क्रिस्टल प्यालेसको, त्यसको पनि पोटेन्सियल राम्रो छ, योपालि राम्रो गर्न सक्नेछ, ब्राइटन अफसित होममा छ। सो गाइस मेरो चुचो स्क्वाडको प्रेडिक्टेड बेस्ट 11 को टिम यस प्रकार बनाएको छु। सो नेक्स्ट विक फेरि पनि म भिडियो लिएर आउनेछु र मेरो गेम विक 11मा कस्तो पर्फर्मेन्स भएको छ मेरो दुईवटा टिमको, र मेरो के ट्रान्सफर प्लान हुनेछ र कस्तो टिम बनाउनेछु गेम विक 12 को लागि, त्यसको बारेमा कुरा गर्नेछु। सो until then, stay calm, stay lucky, and all the best to all the managers for Game Week 11.